गाइज हामी चाहिँ अब के रे ओ गाइज हामी चाहिँ शहीद पार्कको छौँ है। हेर्नुहोस् है यति भिडभाड छ आज नयाँ वर्षको दिनमा। हजुरहरू पनि आउनु होला नयाँ वर्षको दिनमा नयाँ ठाउँ घुमेर नै नयाँ सोच नयाँ विचार ल्याएर आउनु होला। यति भिड चाहिँ हामी चाहिँ भित्र गएको छैन किनकि टिकट काटेको छैन। त्यही भएर टिकट काट्ने चाहिँ यति लाइन लाग्नु पऱ्यो। हजुरहरूलाई कस्तो लाग्छ भन्नु होला। हाम्रो छोरी चाहिँ यता बिहा खाने आमा चाहिँ खोइ कहाँ गयो थाहा भएन। हजुर अब त्यो छि खाने नि बाबु मोमो जाने मोमो खै र बाहिर बसिरहँ किनकि हामी चाहिँ अब गइरहेको ठाउँमा कति जाने भनेर। आज भिड चाहिँ लास्टै छ है भित्र अनि भिडभाड लास्ट बढिरह। तल चाहिँ पिन खेल्न लगाएर रहेछन्। नयाँ वर्षको ह्याप्पी न्यु इयर सबलाई हाम्रो भोलगर म्यान यही हो नेता छ। भिड छ है नयाँ वर्षको भएको कारणले गर्दा। ऊ त्यहाँ चाहिँ अब के अरे पानी खाने धारो हो। त्यहाँ चाहिँ मान्छे फोटो खिच्नको लागि भिड छ किनकि त्यहाँ एउटा पानी खाने धारामा एउटा मान्छेदेखि पानी खाने गराछन् अनि त्यही भएर भिड भएको कारणले गर्दा लास्ट छ। हजुरहरू पनि आउनु होला नआएको भए शहीद पार्क। हामी चाहिँ भित्र सधैँ आएको हुनाले गर्दा हामी चाहिँ आज यहाँ भित्र गएको छैन किनकि नयाँ वर्षको दिनमा 20 रुपियाँ टिकट लाग्छ। त्यसैले किन जाने भनेर बाहिरदेखि हेरिराखौँ। हाम्रो भाइ चाहिँ के हो कराते हान्दैछौ। यो चाहिँ शहीद पार्कको जङ्गलतिर रोड रहेछ। हामी पनि आएको थिएनौँ। यहाँ चाहिँ फोटो खिच्ने भिड छ लास्टै। आज चाहिँ मान्छे लास्ट भिड भएको कारणले गर्दा। हजुरहरूलाई कस्तो के लाग्छ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। नयाँ युट्युब च्यानल हो। हजुरहरूले लाइक कमेन्ट सब्सक्राइब अनि कमेन्ट गरिदिनु भयो भने हामीलाई सहज हुनेछ किनकि शहीद पार्क अरू केही छैन खासै अनि यति हो यो मन्दिर जस्तो। अनि यहाँ चाहिँ धारा छ अनि त्यही धारामा मात्रै मान्छेहरू बढी जस्तो फोटो खिच्नुको लागि आउँछन्। अनि ऊ तल चाहिँ केराडीहरूको खेल्नेहरू छ त्यही हो। हामी सधैँ भित्र गएको हुनाले आज चाहिँ भित्र गएको छैन। हजुरलाई कस्तो के लाग्छ लाइक कमेन्ट गरिदिनु होला। यहाँ चाहिँ केटाकेटीहरू आएर बसेर मजासित गफसफ गर्न सक्छन्। हाम्रो चाहिँ भाइ बहिनी है कस्तो के लाग्छ भाइ बहिनीहरूलाई कमेन्ट गरिदिनु होला। ह्याप्पी न्यु इयर है सबलाई। आज चाहिँ नयाँ वर्ष भएको कारणले गर्दा यति धेरै भिडभाड छ। यो एरिया चाहिँ सुर्खेतमा रहेको शहीद पार्क। यहाँ धेरै जङ्गल छ चारैतिर जङ्गल छ। यो माथि जङ्गल छ चारैतिर जङ्गल छ भने जङ्गलको बिचमा के छ त यो एउटा पार्क छ। अब नयाँ वर्षको अवसरमा यहाँ मानिसहरूको धेरै भिडभाड छ। आज धेरैजना आउनु भएको छ यहाँ। खासमा यहाँ भित्र त केही पनि छैन त्यस्तो नयाँ केही पनि। फोटो खिच्ने मानिस लगायत भिडियो बनाउने टिकटक लगायत धेरै मानिसहरूको भिडभाड छ यहाँ। ट्याक्क यस्तो यतातिर हल्का बाटो छ भने एकजना मान्छे यता यसको ठ्याक्क अपोजिट साइडतिर पुरै जङ्गल छ। हेर्नु तपाईँ हेर्न सक्नुहुन्छ यहाँ नेचर चारैतिर मानिसहरू मात्रै छन् भने यता ओ गाइज हामी चाहिँ अब के अरे हामी चाहिँ अब यहाँ शहीद पार्क हेरेर पनि अब कोटातिर जान लाग्छौँ। हामी चाहिँ यहाँ छौँ यहाँ धेरै 6-7 जना। कोही चाहिँ आउँदैछन् है 4 बजिसक्यो घुम्नको लागि। हामी चाहिँ अब भ्याइएर पनि
जानला हो अझै पनि भिड छ यहाँ चाहिँ फोटो खिच्नको लागि बसिरहेछन् लास्टै भिड छ हामी चाहिँ अब घुमिसकेर पनि अब कोठातिर जानु लाग्यो हजुरहरू कस्तो के लाग्छ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला युट्युब च्यानलमा न्यू युट्युब च्यानल भरत साउथ हजुरहरूलाई के कस्तो मनको कुराहरू छ आइसक्रिम हाम्रो चाहिँ उतल बाइक पार्किङमा छ हामी चाहिँ जाँदैछौँ यो चाहिँ माथि जङ्गल जाने बाटो शहीद पार्कको है यहाँ चाहिँ प्रतीक्षालय बस्ने उता चाहिँ पिकनिक खान आएर रहेछन् मान्छे नयाँ वर्षको दिन हजुरहरू पनि आउनु सक्नुहुन्छ शहीद पार्क पिकनिक खान हजुरहरू पनि ग्याङ लिएर आएर म चाहिँ जाँदैछु किनकि अब कोठातिर हजुरहरूलाई पनि कस्तो के लाग्छ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला यहाँ चाहिँ अब पसलहरू यहीँ हो जे नास्ताहरू खानु छ यहीँ तल हो खाने अनि हामीले चाहिँ बाइक पार्किङ यहीँ लगाएको छौँ है बाइक चाहिँ एनएस हो अनि भिड चाहिँ लास्टै छ है अब यहाँ बाइक चाहिँ ऊ यहाँ छ अनि अङ्कल चाहिँ अहिले आउनुहुन्छ अङ्कलको भाइको हाम्रो भाइ पनि पछाडि आइसकेको रहेछ अनि हजुरहरू यहाँ लास्टै भिड थियो बिहान चाहिँ अहिले चाहिँ कमै छ अनि हजुरहरू पनि आउँदाखेरि शहीद पार्कमा गाडीहरू छ भनेपछि यहाँ चाहिँ पार्क गर्न सक्नुहुन्छ है अनि किनकि त्यस्तो टेन्सन छैन यहाँ लास्टै भिड छ नयाँ वर्षको दिन अनि यहाँ चाहिँ अब नयाँ वर्षको दिन नयाँ सोच नयाँ विचार अनि भनेर होला सायद आज घुम्न आइरहेको भिड छ लास्टै खासै त्यस्तो अप्ठ्यारो त छैन यहाँ है हजुरहरूलाई के कस्तो लाग्छ कमेन्ट गरेर भनिदिनु होला प्लिज बाइक पार्किङमा लगाएको थियौँ अङ्कलले चाहिँ लिएर आउँदै हुनुहुन्छ किनकि त्यहाँ भिड भएको कारणले अघि निकाल्न अप्ठ्यारो भइरहेको निकाल्दै हुनुहुन्छ अनि लास्टै भिड छ है अहिले चाहिँ साँझको 5 बजिसक्यो यहाँ पसलहरू पनि लास्टै आज चलिरहेको अझै पनि भिड छ पिपी जाने पिपी हो है हामी चाहिँ अब बाइक पार्किङदेखि निकालेर पनि घरतिर जाँदैछौँ सक्नुहुन्छ चालु छ यहाँ चाहिँ लास्ट भिड पनि छ साँझ भएको कारणले अब घरतिर जाँदैछन् मान्छे हजुरहरूलाई कस्तो के लाग्छ भनिदिनु होला यहाँ चाहिँ अब यहाँ चाहिँ 10 रुपियाँ टिकट काट्नुपर्छ है गाडी बाइकहरूको गाडीहरूको पार्किङको लागि चेकिङ चल्दैछ है टिकट काट्ने ठाउँमा के भयो मोमो आउँदैछ होइन लास्ट भिड छ है आज लास्ट शहीद पार्क हजुरहरू पनि आउँदाखेरि गाडीहरू 10 रुपियाँ टिकट नकाटेर भाइ लगाउन सक्नुहुन्छ यदि 10 रुपियाँ टिकट काटेर यहीँ म भित्रै लग्छु भनेपछि भित्र पार्किङ पनि छ हामीले लगाएको थियौँ त्यहाँ लगाउन पनि सक्नुहुन्छ शहीद पार्क भन्दाखेरि यो चाहिँ खालको कमेन्ट गरेर
हामी चाहिँ अब कोटा पुगिसक्यौँ है।